ब्रान्ड न्यू भिडियो र हजुरलाई स्वागत छ मेरो ब्लगमा। मेरो नाम नितिन तामाङ। सो अहिले चाहिँ आज पनि झन्डै ढिलो भएको थियो, तर पनि के छैन, टाइम मिलाइहालेँ र भर्खरै मैले एउटा सर्ट्स हालेँ र त्यसमा एकैचोटि 700 भ्युज गयो 1 मिनेटमा, सिर्फ 1 मिनेटमा। र अब के गर्नु, यति धेरै के भन्छ त्यसलाई भ्युअर्सहरू छन् नि मेरो च्यानलमा, के भन्नु। तर यो च्यानलमा होइन, अर्को च्यानलमा, अनि यो च्यानलमा पनि त्यही सेम भिडियो हाल्न आँटेको छु, तर दिउँसो होइन, राति। त्यो आउने साथै स्कुलबाट आउने साथै हालिदिएको थिएँ, अनि एकैछिनमा मात्र 1 मिनेटमा 700 भ्युज क्रस गरिसकेछ। एकछिनमा देखाइदिउँ ल। अहिले आज त धेरै दिन पछाडि बादल लागेको थियो है, अनि एकदमै खुसीको खबर के छ भन्दाखेरि पानी पर्न लागेको थियो। अघि त घाम पनि डुबिसक्यो, त्यही भएर भ्लगिङ स्टार्ट गरेँ छिटै टाइममा। मौसम राम्रो हुन्छ त्यो दिन पहाड हुँदैन, जुन दिन मौसम नराम्रो हुन्छ तब पहाडहरू आउँछ। बादलहरू त छ अलि मात्रै। आज त फोटोग्राफी गर्दै दिन बित्यो। फोटोग्राफी भिडियोग्राफी फुलकै मात्र गर्दै भने सिर्फ फुलकै मात्र। आज भ्लग खासै लामो भएन, फुलकै मात्र भिडियो भयो। भ्लगै खासै लामो भएन। सो हजुरलाई आजको भिडियो भिडियोग्राफी भिडियो कस्तो लाग्यो, हजुरलाई राम्रो लाग्यो होला आशा गर्दछु। अनि राम्रो लाग्यो भने लाइक र नयाँ हुनुहुन्छ भने सब्सक्राइब र सेयर गर्नुभएको छ भने सेयर गर्नु। अनि बस यति नै भन्न चाहन्छु। धन्यवाद, बाई बाई, गुड नाइट।